हेलो एन्ड नमस्ते हजुरलाई म फेरि स्वागत गर्दछु आजको यस सेसनमा। आज हामी गर्न गइरहेका छौँ इस्यु अफ सेयर फर द अदर देन क्यास। यस च्याप्टरको एउटा न्युमेरिकल गर्न गइरहेका छौँ। इस्यु अफ सेयर अदर देन क्यास भन्नाले कम्पनीले कुनै पनि सम्पत्ति जस्तै फर्निचर, मेसिनरी यस्ता आइटमहरू किन्दाखेरि कम्पनीले आफ्नो खाताबाट पैसा नदिएर आफ्नो कम्पनीको सेयर दिनुलाई नै इस्यु अफ सेयर फर द अदर देन क्यास भनिन्छ भने अब हामी यसको न्युमेरिकल तर्फ लागौँ। यसमा रहेको 2080मा सोधिएको प्रश्न आज हामी गर्न गइरहेका छौँ। ल हामी प्रश्न गर्न सुरु गरौँ। पहिलो लेख्नुपर्ने रहेछ हामीले यसमा दिएछ यी दुईवटा सम्पत्ति जस्तै एसेट दिएको छ, ल्यान्ड एन्ड बिल्डिङ भनेको एसेट हो, अफिस इक्विपमेन्ट यो पनि एसेट हो। कहिलेकाहीँ के गरिदिन्छ यसमा लाइबिलिटिज पनि दिन सक्छ, त्यतिखेर हजुरले ध्यान दिनुपर्छ। लाइबिलिटिज भएपछि क्रेडिटमा, एसेट भएपछि डेबिटमा राख्नुपर्दछ। ल्यान्ड एन्ड बिल्डिङ डेबिट भएको कारण एसेट भएको कारणले हामी डेबिटमा राख्दछौँ। ल्यान्ड एन्ड BUIL बिल्डिङ अकाउन्ट, यसको प्राइस रहेको छ 6,50,000। अर्को रहेको छ अफिस इक्विपमेन्ट, यसको रहेको छ प्राइस 3,40,000। र अब यहाँनिर एउटा लाइन छोडिदिनु होला हजुर, फेरि तल लेख्नुहोस्। कहिलेकाहीँ के गरिदिन्छ यहाँ कम्पनीको नाम लेखिदिन्छ, यसमा लेखेको छैन त्यसैले भेन्डर अकाउन्ट लेख्नुपर्दछ। अनि क्रेडिट लेख्दा 2 लेख्ने हजुरलाई कुरा थाहै होला। भेन्डर अकाउन्ट क्रेडिट, भेन्डर अकाउन्ट यहाँ माथि दिएको छ। जस्तै यहाँ के भनेको छ भने चाहिँ 9,000वटा सेयर कम्पनीले प्रिमियममा दिएको छ। प्रिमियममा दिएको छ भन्नाले अब हामी एकचोटि वर्किङ नोटतर्फ लागौँ। वर्किङ नोटमा कम्पनीले 9,000वटा सेयर कम्पनीले 9,000वटा सेयर इस्यु गरेको छ। रेट कति? यसको असल दर चाहिँ 100 रुपियाँ, तर यसले केमा गरेछ 10 रुपियाँ प्रिमियम भनेपछि 110 का उसले हाल्नु पर्दछ। अब हानौँ हामी 9,000 इन्टु 110, 9,90,000 आयो। अब हामी फेरि माथि 9,90,000 लेख्छौँ क्रेडिट साइडमा। 9,90,000 हजुरले अलिकति बुझ्नका लागि म यहाँ मेन्सन गरिदिन्छु, रोक्नु। 9,000 इन्टु 110 प्रिमियममा हो नि त, तर यहाँ प्रिमियममा हो भनेर देखाउनु मिल्दैन, तलपट्टि देखाउनुपर्छ। अहिले हामी देखाउँला। ल अब यसलाई जोड्दा 9,90,000 आयो। माथिको जोड्दा कति आउँछ हेरौँ है। 6,50,000 प्लस 3,40,000, यो पनि 9,90,000 आयो। यसको पनि 9,90,000 भयो। त्यसैले अब यसमा केही भएन, निल भयो। नत्र हामीले अगर नभएको भए हामीले माथि यहाँ बढी यहाँ कम भयो। जस्तै रोक्नु है, तल वर्किङ नोटमा हेरौँ। जस्तै माथिको साइडलाई हामी के भन्छौँ एसेट साइड, तलकोलाई के भन्छौँ लाइबिलिटी साइड। जस्तै मान्नु एसेटमा 90,000 छ भनेपछि लाइबिलिटिजमा छ 80,000। ल मान्नु है एकछिनको लागि। जस्तै अब के भयो भनेपछि एसेट बढी भयो, लाइबिलिटिज कम भयो। अब लाइबिलिटिज कम भएको जो अमाउन्ट छ त्यसलाई हामीले टु क्यापिटल रिजर्भ भनेर यहाँ 10,000 भनेर राख्नु पर्थ्यो, तर यहाँ छैन त्यस्तो। अगर मान्नु ठ्याक्कै उल्टा भयो, अब मान्नु यो 80 भयो, यो 90 भयो। अब यहाँ धेरै भयो, यहाँ कम भयो। यहाँ कम भयो। अब यहाँ के गर्नु पर्थ्यो भन्दाखेरि गुडविल भनेर यहाँ 10,000 थप्नु पर्थ्यो, तर यस्तो यहाँ कुनै कन्डिसन भनेको छैन, त्यसैले केही गर्नु पर्दैन, निल भयो। अब यहाँ के लेखिदिनु भने चाहिँ न्यारेसन बिङ एसेट्स टेक ओभर बाई VNDR भेन्डर लेखिदिनु। भेन्डर भनेको कम्पनीको नाम हो, अहिले दिएको छैन त्यसैले भेन्डर लेख्नुपर्छ। ल अब अर्को, अब यो एन्ट्री भइसकेपछि अब अर्को एन्ट्री सुरु गरौँ। अब अर्को एन्ट्री के हो भने चाहिँ यो भेन्डर अकाउन्ट छ नि, अहिले क्रेडिट छ, अहिले यहाँ डेबिटमा लेखिदिनु। भेन्डर अकाउन्ट डेबिट हो। अब यतिखेर के गर्नु भनेपछि जो यो भेन्डरको अमाउन्ट छ नि यसलाई ल्याएर यहाँ राखिदिनु 9,90,000। अब यहाँ हेर्नु, यो भनेको त हामीले यहीँ लेखेका छौँ 1 2 3 9,000 इन्टु 110 हो। तर हामीले अब सेयर क्यापिटल, अब यहाँ के गर्नुपर्छ भने चाहिँ सेयर क्यापिटल हो। यो गर्दाखेरि त हामीले के गर्नुपर्छ, हामीले सेयर क्यापिटलमा कहिले पनि यति कुरा याद राख्नुला, सेयर क्यापिटलमा जति असल मूल्य हो नि पार भ्यालु हो त्यति मात्रै राखिन्छ। त्यसैले यहाँ 100 को दरले मात्र राखिन्छ। यसको मतलब यहाँ कति हुन्छ भनेपछि
9 लाख हुन्छ। अब यसमा के गर्नु पर्यो भन्दाखेरि टु सेयर प्रिमियम हो। अब यो बचेको जो छ नि 9,000 इन्टु 10 90,000 हो, यो प्रिमियम हो। अब यहाँ न्यारेसन लेखिदिनु बिङ एसेट्स बिङ एसेट हुँदैन, बिङ इस्यु अफ डिभेन्चर फर भेन्डर लेख्दा पनि हुन्छ, नत्र यो नलेख्ने भएपछि बिङ इस्यु अफ बिङ सेयर टेक ओभर बाई भेन्डर लेख्दा पनि हुन्छ, इस्यु लेखिदियो हामीले। यो प्रश्न यति नै रहेको छ। अब हामी अर्को भिडियोमा भेट्नेछौँ। यस्तै हजुरलाई अरू भिडियो चाहिएमा लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। ल यति गर्दै बिदा हुन्छु, हस्त धन्यवाद। अर्को क्वेसन हामी अब अर्को च्याप्टरबाट डिभेन्चरबाट बनाउने छौँ, त्यसको लागि वेट गर्नु होला।